सो राति राति 12 बजे उठेर एल क्लासिको हेर्नु आज उर्थित भयो। क्या गेम भयो यार। बार्सिलोनाले 3-2 जिते पनि दुवै टिमको पर्फर्मेन्स एकदमै बवाल थियो। अभियसली डोमिनेन्ट साइड बार्सिलोना नै थियो, तर एज अ न्युट्रल पोइन्ट अफ भ्यू म्याच हेर्न एकदमै मजा आयो। सो लेट्स आज कुरा गरौँ बार्सिलोना भर्सेस रियल मैड्रिड द एल क्लासिकोको बारेमा। राफिनिया पोर कुनै पनि इन्डिभिजुअल अवार्ड्समा टप 5 मा आएन, तर त्यसले अझै नै प्रुभ भनेर राखे किन त्यसले सब डिजर्भ गर्छ भनेर। राफिनिया क्या बवाल गेम थियो यार, 2 गोल हान्दियो। भिनिसियस जुनियर पनि यता तात्तेको थियो, एउटा गोल त क्या बवाल हान्दियो। 3 जनालाई काटेर स्वा पुरै एउटा बवालै गोल हान्दै थियो भिनीले नि। म्याचमा इन्टेन्सिटिज फर्स्ट हाफमा बनिरहेको थियो। एक्स्ट्रा टाइममा 4 मिनटमै 3 गोल परेको थियो। त्यो हेर्दाखेरि त झन् कति मजा आएको थियो। जे होस् म्याचको बिल्डअप राम्रो भइसकेको थियो, किनकि फर्स्ट हाफमै 2-2 स्कोर लाइन भएपछि सेकेन्ड हाफमा जे नि हुनसक्छ भन्ने थियो। म्याचमा यति धेरै फल भएको थियो कि हरेक मिनटमा रेफ्रीले सिटी त बजाउनै परेको थियो। तर त्यही त हो एल क्लासिको, फाइट, कियोस र गोल्स। त्यसैको लागि त हामी राति राति हेर्न बसिन्छ। र ट्याक्टिकल पोइन्ट अफ भ्यूले कुरा गर्नुपर्दा बार्सिलोनासँग 62% पोजिसन थियो र रियल मैड्रिडसँग 38%। यसबाटै हामीले बार्सिलोनाको अन द बल डोमिनेन्स देख्न सकिन्छ। बार्साको मिडफिल्ड पेद्री डिजङले रियल मैड्रिडको मिडफिल्डलाई जस डोमिनेटै हानिरहेको थिए। अट्याकको कुरा गर्नुपर्दा गोन्जालो गार्सियाले राम्रै खेलिरहेको थियो। रोद्रिगो भने अलि डिफेन्सिभ वर्कमा अलि हेल्प गरिरहेको थियो, तर अट्याकमा त्यस्तो हेल्पफुल थिएन। भिनी भने आफ्नो त्यो गोल हानेपछि कमब्याक भयो जस्तै, आफ्नो कन्फिडेन्स पाए जसरी खेलिरहेको थियो। बार्साको कुरा गर्दा लमिन यामाल त अभियसली राम्रै खेलिरहेको थियो। राफिनिया त ग्रेट भइहाल्यो। लेवान्डोस्कीले पनि एउटा गोल हानेर बार्सालाई फर्स्ट हाफमा 2-1 को लिड दिलाउन हेल्प गरेको थियो। तर सेकेन्ड हाफमा बार्सिलोनाको छुट्टै किसिमको डोमिनेन्स देख्न सकिन्थ्यो। हुन त रियल मैड्रिडले पनि काउन्टर अट्याकमा ट्राई गरिरहेको थियो, तर बार्साले होल्ड गर्न सकिरहेको थियो। जोन गार्सिया, कोर्तुवा दुवैले धेरै नै गोल खाए पनि राम्रो पर्फर्मेन्स दिएका थिए र गोल खाए पनि वर्ल्ड क्लास गोलहरू नै खाएका थिए। र सेकेन्ड हाफमा राफिनियाले सर्ट हान्ने बेलामा डिफ्लेक्टेड गोल भए पनि त्यो सायद बार्सिलोनाले डिजर्भै गर्थ्यो होला, किनकि बार्साको पर्फर्मेन्सै टप थियो। र त्यो स्पेनिस सुपर कप एउटा कुनै मेजर टुर्नामेन्ट नभए तापनि दुवै टिमको कन्फिडेन्सको लागि निकै महत्त्वपूर्ण गेम थियो, किनकि एल क्लासिको जहिले नै इम्पोर्टेन्ट नै हुन्छ। यदि कुनै पनि टिमले यो गेम जित्न सकेको भए दुवैको कन्फिडेन्स निकै नै बुस्ट हुने थियो र बार्सिलोनाको कन्फिडेन्स यसपछि निकै नै बुस्ट हुनेछ। हरेक कम्पिटिसनमा तिनीहरूले अब नयाँ जोस आउनेछ। तर मैड्रिडले पनि त्यस्तो नराम्रो त खेलेको थिएन। उनीहरूले एउटा राम्रो गेम खेलेर पनि जे होस् बेटर टिमसँग हारेको भनेर स्वीकार्नुपर्छ। र छाबी अलोन्जोलाई पक्कै नै टाइम लाउने नै छ, किनकि देखि नै सकिन्छ उसलाई अझै पनि आफ्नो टिम कसरी ट्याक्टिकली फिट गराउने, कस्तो खाले प्लेयरहरू चाहिन्छ भन्ने अझै नि राम्रोसँग उसले बुझ्न सकेको छैन। अलि यङ म्यानेजरै हो, जे उसलाई यो सिजनभरिको टाइम लाग्ने नै छ। अब हेरौँ रियल मैड्रिडमा त्यति पेसेन्स छ कि छैन। त्यति नै हो। अब यो म्याच जे होस् बार्सिलोना फ्यानहरू त खुसी नै होला। म कङ्ग्रेचुलेसन पनि भन्छु बार्सा फ्यानहरूलाई। तर रियल मैड्रिड फ्यानहरू पनि त्यस्तो हरेस नखाए हुन्छ। जे होस् पर्फर्मेन्स पहिलाभन्दा इम्प्रुभ भएकै छ। भिनी पनि फर्ममा आएकै छ, एउटा पोजिटिभ हो। जे होस् एम्बाप्पे भएको भए यो म्याच अर्कै हुनसक्थ्यो होला, तर एम्बाप्पे आउने बेलासम्म ढिलै भइसकेको थियो भनौँ। जे होस् एउटा राम्रो म्याच हेर्न पाइयो एज अ न्युट्रल पोइन्ट अफ भ्यू, त्यहीमै खुसी लाग्यो। र अब हेरौँ अगाडि सिजनमा दुइटै टिमहरूको कस्तो सिजन जानेछ। जे होस् फुटबल हो, जे नि हुनसक्छ फुटबलमा। लेट्स सी एन्ड होप फर द बेस्ट विच इज फर फुटबल। ल यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। म जहिले नि यस्तै फुटबल कन्टेन्टहरू लिएर आउने नै छु। आजको लागि यति नै।